नमस्ते। साहुजीमा आफ्ना उत्पादनहरू अपलोड गर्ने प्रक्रियालाई यहाँ चरणबद्ध तरिकाले व्याख्या गरिएको छ। यो तपाईको अनलाइन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने एउटा महत्त्वपूर्ण कदम हो। 1. साहुजी सेलर ड्याशबोर्डमा लगइन गर्नुहोस्। सबैभन्दा पहिले आफ्नो वेब ब्राउजरमा www.sahuji.com टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्। वेबसाइटको माथिल्लो भागमा रहेको भेन्डर जोनमा क्लिक गर्नुहोस्। त्यसपछि भेन्डर लगइनमा क्लिक गर्नुहोस्। आफ्नो साहुजी खाताका लागि दर्ता गर्दा प्रयोग गरेको इमेल आइडी र पासवर्ड प्रविष्ट गर्नुहोस्। आई एम नट अ रोबोट चेकबक्समा क्लिक गरी लगइन गर्नुहोस्। लगइन गर्ने बित्तिकै तपाईले आफ्नो सेलर ड्याशबोर्ड देख्नुहुनेछ। यो तपाईको अनलाइन पसलको नियन्त्रण केन्द्र हो। ड्याशबोर्डमा तपाईले पेन्डिङ, कन्फर्म्ड, प्याकेजिङ र डेलिभर भइसकेका अर्डर एनालिटिक्स देख्न सक्नुहुन्छ। तपाईको विक्रेता वालेटले कमाई, निकालिसकेको रकम र कमिसन जस्ता वित्तीय जानकारी पनि देखाउँछ। ड्याशबोर्डको बायाँपट्टि रहेको मेनुले तपाईलाई अर्डर व्यवस्थापन, उत्पादन व्यवस्थापन, प्रमोसन व्यवस्थापन, रिपोर्ट्स एन्ड एनालिटिक्स र मद्दत र समर्थन जस्ता विभिन्न खण्डहरूमा जान मद्दत गर्छ। उत्पादन अपलोड गर्नका लागि बायाँपट्टिको मेनुमा रहेको प्रोडक्ट्समा क्लिक गर्नुहोस्। त्यसपछि एड न्यू प्रोडक्ट नयाँ उत्पादन थप्नुहोस् भन्ने विकल्पमा क्लिक गर्नुहोस्। यो क्लिक गर्ने बित्तिकै तपाईको उत्पादन विवरण भर्ने फारम खुल्नेछ। 2. उत्पादनको मुख्य जानकारीहरू भर्नुहोस्। उत्पादनको नाम। यहाँ आफ्नो उत्पादनको स्पष्ट, आकर्षक र खोज्न मिल्ने नाम राख्नुहोस्। उत्पादनको विवरण, प्रोडक्ट डिस्क्रिप्सन। उत्पादनका सबै विशेषताहरू, फाइदा, सामग्री र कसरी प्रयोग गर्ने भन्नेबारे विस्तृत र रोचक विवरण दिनुहोस्। ग्राहकले यसैलाई पढेर किन्ने निर्णय गर्छन्। सामान्य सेटअप, जेनरल सेटअप, क्याटेगोरी, सब क्याटेगोरी, ब्रान्ड, यी विवरणहरू ध्यानपूर्वक छान्नुहोस्। यदि तपाईको उत्पादनको क्याटेगोरी सूचीमा छैन भने तपाईले साहुजीलाई सम्पर्क गर्न सक्नुहुन्छ। प्रोडक्ट टाइप, उत्पादन भौतिक हो कि डिजिटल छ, उल्लेख गर्नुहोस्। प्रोडक्ट एसकेयू, तपाईको सामानलाई चिन्ने एउटा कोड राख्नुहोस्। यो कोड स्वतः उत्पन्न हुन सक्छ। युनिट, उत्पादनलाई कुन एकाइमा बेच्नुहुन्छ, जस्तै पिसमा, केजीमा, ग्राममा, खुलाउनुहोस्। सर्च ट्याग्स, उत्पादनसँग सम्बन्धित कीवर्ड्सहरू राख्नुहोस् जुन ग्राहकहरूले खोज्न प्रयोग गर्न सक्छन्, जस्तै विन्टरवेयर, स्वेटर, वार्म क्लोथ, उनको लुगा, स्वेटरका लागि। मोबाइल, बेस्ट मोबाइल इन नेपाल, क्वालिटी मोबाइल फोन, मोबाइलका लागि। यी एसईओका लागि महत्त्वपूर्ण छन्। 3. मूल्य निर्धारण र अन्य विवरणहरू भर्नुहोस्। युनिट प्राइस, तपाईले उत्पादन बेच्न चाहेको मूल्य नेपाली रुपैयाँमा प्रविष्ट गर्नुहोस्। मिनिमम अर्डर क्वान्टिटी, ग्राहकले न्यूनतम कति अर्डर गर्न सक्छन् त्यो संख्या राख्नुहोस्। यो सबै उत्पादनका लागि आवश्यक नहुन सक्छ। करेन्ट स्टक क्वान्टिटी, तपाईसँग अहिले कतिवटा उत्पादनहरू उपलब्ध छन् त्यो संख्या लेख्नुहोस्। यसलाई सधैँ अध्यावधिक राख्नुहोला ताकि सामान सकिएपछि आउट अफ स्टक देखाउन सजिलो होस्। डिस्काउन्ट टाइप र डिस्काउन्ट अमाउन्ट, यदि छुट दिँदै हुनुहुन्छ भने छुटको प्रकार, फ्ल्याट वा प्रतिशत र रकम प्रविष्ट गर्नुहोस्। छुटले ग्राहकलाई आकर्षित गर्छ। ट्याक्स अमाउन्ट र ट्याक्स क्याल्कुलेसन, यदि ट्याक्स लागू हुन्छ भने ट्याक्सको प्रतिशत र त्यो मूल्यमा समावेश छ कि छैन, इन्क्लुडेड वा एक्सक्लुडेड, उल्लेख गर्नुहोस्। सिपिङ कस्ट, उत्पादनलाई ग्राहक कहाँ पुर्याउन लाग्ने ढुवानी शुल्क प्रविष्ट गर्नुहोस्। सिपिङ कस्ट मल्टिप्लाई विथ क्वान्टिटी, यदि परिमाण अनुसार ढुवानी लागत बढ्छ भने यो विकल्पलाई अक्रिय गर्नुहोस्। 4. उत्पादनका भिन्नताहरू, एट्रिब्युट सेटअप र आकर्षक तस्बिरहरू छप्नुहोस्। यो भाग तपाईको उत्पादनलाई जीवन्त बनाउने अवसर हो। उत्पादन भिन्नता सेटअप, एट्रिब्युट सेटअप, यो खण्डले तपाईको उत्पादनका विशेषताहरू ग्राहकलाई देखाउन मद्दत गर्छ, जस्तै एउटै टी-सर्ट विभिन्न साइजमा वा भिन्न रङमा उपलब्ध हुन सक्छ। सेलेक्ट कलर्स, यदि उत्पादन विभिन्न रङहरूमा उपलब्ध छ भने ती सबै रङहरू यहाँबाट चयन गर्नुहोस्। सेलेक्ट एट्रिब्युट्स, यहाँ तपाईले साइज, स्टोरेज, क्षमता जस्ता अन्य महत्त्वपूर्ण विशेषताहरू चयन गर्न सक्नुहुन्छ। एट्रिब्युट चयन गरेपछि त्यसका सबै सम्भावित मानहरू प्रविष्ट गर्नुहोस्। यदि कपडा हो भने साइज एट्रिब्युट छानी एस, एम, एल, एक्सएल जस्ता मानहरू, मोबाइल फोन हो भने स्टोरेज एट्रिब्युट छानी 128 जिबी, 256 जिबी जस्ता मानहरू दिनुहोस्। विशेष नोट, तपाईले चयन गरेका यी भिन्नताका लागि, जस्तै रातो टी-सर्ट एल साइजको लागि अलग अलग मूल्य, स्टक मात्रा र तस्बिरहरू इन्ट्री गर्ने विकल्प पछि देखा पर्न सक्छ। यसले ग्राहकलाई उनीहरूको आवश्यकता अनुसार ठ्याक्कै उत्पादन छनौट गर्न सजिलो बनाउँछ। उत्पादनका तस्बिरहरू अपलोड गर्नुहोस्। प्रोडक्ट थम्बनेल,
यो तपाईको उत्पादनको अनुहार हो, यो सबैभन्दा पहिले देखिन्छ र यो स्पष्ट, आकर्षक र उच्च गुणस्तरको हुनुपर्छ। अपलोड एडिसनल इमेज, उत्पादनका विभिन्न कोणबाट खिचिएका प्रयोगका अवस्था देखाउने वा नजिकबाट विशेषता देखाउने थप तस्बिरहरू अपलोड गर्नुहोस्। सफा र उज्यालो तस्बिरहरूले ग्राहकलाई आकर्षित गर्छन्। 5. उत्पादन भिडियो र एसईओ जानकारी थप्नुहोस्। यो खण्डले तपाईको उत्पादनको दृश्य प्रभाव र खोज इन्जिनमा यसको दृश्यता बढाउन मद्दत गर्छ। उत्पादन भिडियो, यदि तपाईसँग आफ्नो उत्पादनको भिडियो छ भने त्यसको युट्युब भिडियोको एम्बेडेड लिङ्क यहाँ राख्नुहोस्। भिडियोले ग्राहकलाई उत्पादनको वास्तविक अनुभव दिन मद्दत गर्छ। एसईओ खण्ड, एसईओ भनेको गुगल जस्ता सर्च इन्जिनहरूमा तपाईको उत्पादन सजिलै भेटियोस् भनेर मिलाउने कुरा हो। मेटा टाइटल, यो टाइटल खोज इन्जिन परिणामहरूमा तपाईको उत्पादनको लिङ्कसँग देखिन्छ। यसलाई आकर्षक, किवर्ड सम्बन्धित र संक्षिप्त बनाउनुहोस्। मेटा डिस्क्रिप्सन, यो तपाईको उत्पादनको बारेमा छोटो सारांश हो जुन मेटा टाइटल मुनि देखिन्छ। यसले ग्राहकलाई तपाईको लिङ्कमा क्लिक गर्न आकर्षित गर्छ। मेटा इमेज, यो तस्बिर सामाजिक सञ्जाल जस्तै फेसबुक, भाइबर जस्ता अन्य वेबसाइटहरूमा तपाईको उत्पादनको लिङ्क सेयर गर्दा देखिन्छ। यो पनि आकर्षक हुनुपर्छ। मेटा इमेजको रेसियो 2:1 हुनुपर्छ। 6. उत्पादन सुरक्षित गर्नुहोस् र प्रकाशित गर्नुहोस्। अब सबै जानकारी भरिसकेपछि एकपटक पुनः चेक गर्नुहोस्। सबै विवरण सही र पूर्ण छन् भनी सुनिश्चित गर्नुहोस्। फारमको तल रहेको सेभ वा पब्लिश भन्ने बटनमा क्लिक गर्नुहोस्। पब्लिश गर्दा तपाईको उत्पादन सिधै लाइभ हुन्छ। सेभ मात्रै गर्दा ड्राफ्टमा बस्छ र पछि पब्लिश गर्न मिल्छ। 7. साहुजी एडमिनद्वारा समीक्षा र स्वीकृति, उत्पादन सबमिट गरेपछि तपाईको उत्पादनको अनुरोध साहुजी एडमिनमा आइपुग्छ। साहुजी टिमले तपाईको उत्पादन विवरणको समीक्षा गर्नेछ र स्वीकृत गर्नेछ। तपाईको उत्पादन हाम्रो साहुजी साइटमा देखिनेछ र लाखौं ग्राहकहरूले यसलाई हेर्न र खरिद गर्न सक्नेछन्। तपाईको साहुजीमा व्यावसायिक यात्रा सफल र लाभदायक होस् भन्ने कामना गर्दछौं। कुनै पनि समस्या वा प्रश्नका लागि साहुजी सपोर्ट टिम सधैँ तपाईको सेवामा उपलब्ध छ। नियमित रूपमा आफ्नो ड्याशबोर्ड जाँच गर्नुहोस् र उपलब्ध सुविधाको महत्तम प्रयोग गरी तपाईँ आफ्नो व्यवसायलाई साहुजीमा अझै बढी सफल बनाउन सक्नुहुन्छ।